गरिसकेका छन्। हाम्रा यी नव प्रतिभाका भाइ बहिनीहरू पहिले भन्दा जे होस् धेरै प्रगति वातावरण लगाए पनि आज पनि सफा गरेर आफै आफ्नो स्कुललाई आफ्नो कक्षालाई आफै पनि राम्रो ढङ्गले कसरी सफा अस्तिको पनि युट्युबमा मैले राखिदिएको छु। वातावरणको महत्त्व, वातावरणले के गर्छ, पहिले वातावरण चाहिन्छ। वातावरणको चारैतिरका वातावरण चाहिन्छ, सबैजनाको राम्रो हुन्छ अनि बल्ल बल्ल मैत्री भावनाहरू आउँछन्। हामीले अस्ति पनि कर्तव्य धर्ममा ब्रह्म विहारको बारेमा पढेका थियौँ। ब्रह्मको अर्थ हो ज्ञान, विहारको अर्थ हो स्कुल। ज्ञान गर्ने ठाउँ दिने स्कुललाई ब्रह्म विहार भनिन्छ। र त्यसभित्र हामीले पढ्नुपर्ने मैत्री एउटा च्याप्टर, दोस्रोमा करुणा, तेस्रोमा अब हेर यही हो ध्यानको महत्त्व। ध्यानको बेलामा तिमीहरू सुन्ने, मैले केही बोलिरहेको छु ध्यानमा पनि, किनभने तिमीहरूलाई जाँचको बेलामा होइन यो तरिका भएन बाबु, यो अलि पनि दुईको बिहा सुहाउँदैछु आएन, सुहाउँदैछु आएर अलि पनि डिसिप्लिन। त्यही भएर म भन्दैछु वातावरण भयो, मैत्री कामना सबैमा हुनुपर्छ। पहिलो कि सबैको सुखी होस्, भित्रबाट सुखी हुनको लागि शान्त हुनु पर्यो। पहिले आफू शान्त नभइकन सुखी हुँदैन। शान्त ध्यानमय हुनैपर्छ, कुनै हालतमा भित्रबाट सुख आउँदैन। त्यस कारणले गफ नगर्ने, शान्त भइदिने, तिमीलाई पनि शान्ति आउँछ, प्रकाश आउँछ, शान्तिका धाराहरू आउँछन् अनि अरूलाई सुख दिन सक्छ। हामीले आएन भने मलाई केही पनि आउँदैन, म तिमीलाई के पढाउँछु, मैले पनि जान्नुपर्छ, मलाई पनि तिमीलाई सुख पहिले आउनु पर्यो नि, अनि अरूलाई बाँड्ने हो। तिमीसँग सुखै छैन के बाँड्छौ? त्यस कारणले मैत्री भावना सबै ध्यानको पहिलो एलिमेन्ट हो मैत्री भावना। मैत्री भावनाको लागि पहिले वातावरण सफा हुनु पर्यो, क्लास सफा भयो। अब हाम्रो मनभित्र सबैको हामीले शान्त भएर बस्दाखेरि नै सबै मैत्रीका भावनाहरू आउँछन्। कोही चल्ने होइन, यो बानी कहाँबाट सिक्यो यिनीहरूले, बच्चाहरूले कहाँबाट सिक्यो मैले यत्रो उमेरमा। अनि दोस्रोमा करुणा, अरूको दुःख हेरेर आफू पनि आँखा नखोल्ने। मैले भनिसकेको छु आँखाबाट 80% इनर्जी जान्छ कुनै हालतमा। बुद्धको हेर त कुनै पनि फोटोमा आँखाले, किनभने आँखाबाट 80% इनर्जी जान्छ। अनि त्यो आँखा बन्द गर्न साथै त्यो 80% सेभ हुन्छ। तिमीहरू कम्प्युटर हेरे होला, एउटा फिगर कति किलोबाइटमा मेगामा जान्छ, तर एउटा सानो लिटर चाहिँ। बहिनी यो राम्रो लाग्यो, यसरी चलेको राम्रो लाग्यो। ध्यानको क्लासमा कम्तीमा सिक, तिमीहरूको त्यो क्लासमा त ठिकै छ गर्छौ, कम्ती यहाँ आएर नम्र त भन। मौका यही हो, मेरो पनि मौका यही हो, तिम्रो पनि मौका यही हो। गुरु भने म होइन, सेयर गर्ने हो। तिम्रो नलेज मैले सेयर गर्ने, मैले तिमीसँग सिक्ने कसरी चल्छ, तिमीहरूले कसरी गर्दो रहेछ बच्चाहरूले स्कुलमा पढ्दाखेरि तिम्रो स्कुलमा। त्यस कारणले तिम्रो जुन हाम्रो एजुकेसन प्रणालीहरू एकदम शान्तिमय हुनुपर्ने ठाउँमा हामीलाई हल्ला भइसकेको छ। त्यस कारणले तिमीहरू ज्ञानी मान्छे यो परिधि पढेर सबभन्दा पहिले ध्यान र शील। शीललाई मैले भनिसकेको छु, शील नभए भने ध्यान हुँदैन। वातावरण भयो, अब तिमीहरूको पहिलेभन्दा धेरै तिमीहरू राम्रो भइसकेको छौ, धेरै राम्रो भइसकेको छौ। अब थोरै जुन छ नि, त्यस कारणले हामीले पढ्नमा ध्यान दिनुपर्छ। अनि जाँचमा राम्रो ढङ्ग बल्ल बल्ल लेखेपछि जाँच जो विद्यार्थी जान्दछ ऊ पक्कै जाँचमा आउँछ। मैले भर्खर ब्रह्म विहारको बारेमा मैत्री करुणामा आएको थिएँ, तेस्रोमा मुदिता। मुदिता भनेको डाहा नगर्नु। उसले राम्रो नम्बर लायो, ओहो उसको खुसी हुनुपर्ने ठाउँमा डाहा आयो, त्यो भावना गर्नु हो। तीनटा भावना एकदम जरुरी छ। र त्यसपछि आएर हाम्रो हुन्छ उपेक्षा। उपेक्षा भनेको अब जिरोमा बस्ने, न कोहीसँग ईर्ष्या गरेको हुनुपर्छ, करुणामय हुनुपर्छ, अनि मैत्रीपूर्ण हुनुपर्छ। अनि बल्ल बल्ल जिरोमा हामी जान्छौँ र हामी तटस्थ भएर आनन्दको साथ सबैको सुख दुःख हेर्न पाउँछौँ। र हाम्रा साथीहरू अब चल्ने होइन, यसको 20 नम्बर छ। प्र्याक्टिकल पनि जाँच छ, लिखितमा पनि जाँच हुन्छ, लिखितमा पनि क्वेसन आउँछ ध्यान कसरी गर्ने मैले सिकाएको छु। यो कुराहरू लेख्ने। र अब हेर यो बहिनी
यसले यता मनलाई मन त गर्छ, यहाँ घुम्छ वहाँ घुम्छ, मन त गर्छ, मनको काम हो। म अहिले भर्खर नर्सरी कक्षा 1 कक्षामा लिएको थिएँ कि आज 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 ध्यानको दिवस पनि रहेको रहेछ। मलाई त याद भएन विश्व दिवस, त ठिक छ। र तिमीहरूलाई म आज यो भन्छु, ध्यानमा तिमीहरूले पढेका कुराहरूलाई पनि अब मनलाई पनि पढाउने। आफू त पढ्यो, आँखा खोलेर शरीर मन, तर तिम्रो साथी मनलाई बनाउने। अनि मनबाट पढ्ने, हामीले पढेका कुराहरू मनले भाग्न खोज्छ, उसलाई भन्ने तिमी पनि पढ। अनि जब ऊ ज्ञानी बन्छ, तिम्रो दुईटा साथी हुन्छ, त्यो मन हुन्छ र तिमी हुन्छौ। दुईजना मिल्यो भने जे पनि काम गर्न सक्छौ। मन तिम्रो काबुमा रहेछ भने दुईजना सँगै उसको कुरा तिमी मान्ने, उसको तर राम्रो मनको कामना गर्नुपर्छ। तिमी राम्रो मैत्री सिकाउने, उसलाई करुणा, मनलाई करुणा सिकाउने, मनलाई मुक्तता सिकाउने, मनलाई उपेक्षा सिकाउने, अनि स्किलहरू सिकाउने, वातावरण सिकाउने। यी कुराहरू तिम्रो आफ्नो भित्रका साथी, सबभन्दा नजिकको साथी तिम्रो मन हो। त्यस कारणले तिमी आफ्नो मनलाई पुरा ढङ्गले सिकाउने। अनि त्यसपछि बल्ल बल्ल हाम्रो ध्यानका महत्त्व, स्किलका महत्त्व, वातावरणका महत्त्वहरू तिमीहरू जान्नेछौ। र मलाई विश्वास छ, न प्रतिभासँग जोश छ। यहाँको विद्यार्थी जस्तो जोश कुनैमा पनि छैन, पक्का हो। तर अलिकता हामी नियमित गर्न सक्यौँ भने बवाल गर्छ, तिमीहरूले बवाल गर्छ। मलाई थाहा छ, म आउँदा साथै यति उमङ्गको साथ तिमीहरूले आउँछौ, कुनै स्कुलमा छैन। न प्रतिभामा एकदम जोस छ, त्यसलाई अलिकता होसपूर्ण बनाउनु पर्छ मलाई। अनि त्यो होस भएपछि तिमीहरूले सबै स्कुल, त्यस कारणले अहिलेको जाँचमा बहुत साल पनि धेरै सुप्रियाहरूले राम्रोसँग लेखेको थियो र अहिले पनि जाँचको टाइम छ हामीसँग। मैले भन्दैछु, जाँचको बेलामा हरेक दिन 10 मिनट भए पनि 5 मिनट भए पनि सुत्नुभन्दा अगाडि 10 मिनट यो एउटा च्याप्टरलाई सानो कहानीहरू छन्, छोटो, त्यसलाई मनन गर्ने। अनि पढेपछि पस सुत्ने, हेरेर चाहिँ हरेक दिन थोपा एउटा सानो टुक्रालाई हेरेर मात्रै, तर कन्टिन्युस गर, थोपा हेर्दाखेरि लाग्छ ए के पढेको। 10 मिनट कहीँ पढाइ हुन्छ, 5 मिनट पढाइ हुन्छ, होइन। हरेक दिन थोपा गरेर सुत्नुभन्दा अगाडि ध्यानमा पनि आफै भइहाल्छ। अनि कुनै च्याप्टर लिने अनि यसो पढ्ने, त्यो बानी राख त, तिमीहरू कहाँबाट कहाँ पुग्छौ। त्यस कारणले आजदेखि वातावरणको दोस्रो दिन म राखेको छु र यसै सफा आउँदा साथ सबैले सफा गर्ने, पुण्य कमाउँछौ। यसको जुन पुण्य कमाएको पैसा कोही पनि लिन पाउँदैन। यो आवश्यकता बेलामा प्रकृतिले त्यो बेलामा तिमीलाई जुन बेला आपत पर्छ नि, त्यस बेला उसले आफै ब्याङ्कमा तिमीलाई दिन्छ। कारणले आउँदा साथ नै एक साथीले अर्को साथीलाई मैत्रीपूर्ण भावनाले कुरा गर्ने, कसैको केही सामान खसेको छ भने उसलाई टिपेर दिने, हल्ला नगर्ने, यस्ता कुराहरू। र हामीले कर्तव्य धर्ममा आमा बाउले गर्नुपर्ने 5वटा कर्तव्यहरू छन् र छोराछोरीले पनि गर्नुपर्ने 5वटा कर्तव्य छन्। तीलाई निभाउने, शिष्यले गर्नुपर्ने 5वटा कर्तव्यहरू छन्, त्यसलाई पढ्ने, र गुरुले पनि गर्नुपर्ने कर्तव्यहरू छन्। कारणले एकले अर्कोप्रति जुन गर्नुपर्ने कर्तव्यहरूलाई राम्रोसँग घोक्ने जाँचमा आउँछ, पक्कै आउँछ। छुट्ने होइन, पन्सिल तिमीलाई थाहा छ, बुद्धिजीवनी तिमीलाई पढाइ भइसकेको छ। बुद्धिजीवनीहरूको कथाहरू, क्वेसनहरू, नजानेका क्वेसनहरू साथीलाई पनि सोध्न सकिन्छ। र म आएको बेलामा हरेक क्वेसनको जवाब म दिन्छु। ढुक राख्नु, कुनै पनि क्वेसनहरू मैले बाँकी राखेको छैन। कारणले तिमीहरू पढ्ने मौका पाएछौ, समय जान्छ। र अब मैले बिस्तारै, अब म चाहन्छु बिस्तारै अब आँखा खोलौँ